ये शुक्रबार जुगु ज्याजुले संगु सोफुया पितो बोज्या जुगुदु एजुकेशनल पब्लिशिङ हाउस गोसागोको ज्याजुले जितेन्द्र रसिक चोयादिगु बाङमै शताब्दी पुरुष सत्यमोहन जोशिया जीवनी सत्यको खोज आर बानन्द चोयादिगु जनकवि दुर्गालाल श्रेष्ठ जीवनी कवि कविताको छवि दुर्गालाल श्रेष्ठ व कमल प्रसाद मल्ल चोयादिगु क्लासिकल नेवार लिटरेचर सफुया पितो बोज्या जुगु ख ज्याजुले चोबिपी आर बानन्द व जितेन्द्र रसिक थथगु सफुया बारे जानकारी ब्यादिगु ख जीवनी धेरै निकै लामै भयो भने अझ 25 वर्ष पनि हुन सक्छ है। किनभने मैले यो मास्टर डिग्रीको थेसिसमा त्यो बेला चाहिँ लेखेको हो, त्यो अलि युवा कालमै भन्नु पर्यो। त्यसको थेसिसको विषय चाहिँ दुर्गालाल श्रेष्ठको जीवनी व्यक्तित्व तथा कृतित्व थियो। त्यो बेलादेखि मेरो के एउटा सपना थियो भन्दाखेरि उहाँको जीवनी चाहिँ उहाँकै हातबाट विमोचन गराउने। आज चाहिँ त्यो सपना धेरै पछि भए पनि पुरा भएको दिन भयो। यो सपना मैले अब दिनदिनै जस्तो देखिरहेको हुन्थेँ है। कहिले होला धेरै आँटी पनि थियो अब त्यसमा यो त खोइ कहिले अब धकेलिन्छ। प्रकाशनको विषय त यस्तै हो होइन, समय लाग्छ। तर आज चाहिँ यो समय चाहिँ आयो। सत्यमोहन जोशी मलाई यस्तो व्यक्ति लाग्छ कि यो युगको त्यो ज्योति हो जो कहिले पनि निप्दैन। र सत्यमोहन जोशीको विषयमा हामीले सयौं हजारौं खोज गरे पनि अझै थुप्रै ग्रन्थहरू लेख्न सक्छौं। यो त एउटा सत्यमोहन जोशीको दस्तावेजलाई मैले बाहिर ल्याउने काम मात्र गरेको हो। उहाँसँग मेरो भेट 67-68 सालमा भए पनि भेट भाग लिएको भनौँ भने त्यो समय हो 2072 साल। 72 सालको भूकम्प गइसकेपछि म त्यति बेला सगरमाथा टेलिभिजनको सम्पादक थिएँ, लेख सम्पादक। म नै त्यहाँ दौडिएको थिएँ। अब 90 सालको भूकम्प जान्ने उहाँ मात्र हुनुहुन्छ। 90 सालको भूकम्प कस्तो थियो र 72 सालको भूकम्पमा हामीले बिहोरौँ त्यो र त्यसको अन्तर छुट्याउन म त्यहाँ पुगेको थिएँ। त्यही क्रममा बिस्तारै उहाँसँग जीवन संवादहरू हुन थाले। जब जीवन संवादहरू हुन थाले, जब सत्यमोहन जोशीज्यूसँग म निकट हुन थालेँ, उहाँलाई बुझ्दै जाँदा उहाँ त महासागर। उहाँले अरनिकोको खोज नगर्नु भएको भए सायद अहिलेसम्म हामी अरनिकोलाई चिन्ने थियौँ। अथे ज्याजोले जनकवि दुर्गालाल श्रेष्ठ, समीक्षक पी मल्लके सुन्दर, गोपीकृष्ण ठुङ्गाना, सुरेश केरन बानन्दर, अवि सुवेदी, बाङबे शताब्दी पुरुष सत्यमोहन जोशियाका, अनुराग जोशी लगायत पिहावगु सफुया थिथि पक्षतकया कुलादिगु ख। आज म प्रफुल्ल छु। मेरो आत्मकथा, कवि कविताको छवि पुस्तक लोकार्पणको घडी मलाई लाग्छ मेरो शरीर त भस्म होला नै, तर पनि म मर्दिन। मलाई आर मानन्दरज्यूले यो किताबमा 100% उतार्नु भएको छ। म उहाँको 100% उतार्नुको अर्थ के भनेदेखि म अहिले यो शरीरमा होइन, त्यो किताबमा छु। साँच्चै हाम्रो नेपाल भाषामा पाठ्य सामग्री नरहेकै हो त छैन त। मास्टर लेभलमा पढ्ने योग्य चाहिँ केही पुस्तक लेखकहरू लेखे त्यस्तो चाहिँ केही कृति छैन भनेपछि अनि मेरो दाइ आदरणीय दाइ कमल प्रकाश मल्लजीले त्यो बेला कलकत्ताबाट बुद्ध धर्म र नेपाल भाषा भन्ने पत्रिका धमादित्य धमाचार्यजीले निकाल्नुहुन्थ्यो। अनि धमादित्य धमाचार्यजीले निकालेको त्यो पत्रिकामा सिल्वान लेवीले चाहिँ के भन्नुभएको रहेछ भन्दाखेरि नेवारी भाषा भनेर लेखेको थियो। अनि धमादित्य धमाचार्यले दिस इज नट नेवारी, दिस इज द नेपाल भाषा भनेर उहाँले लामो चिठी अङ्ग्रेजीमा चाहिँ करेस्पोन्ड गर्नुभयो। तिनैवटा कृतिका लेखकलाई हार्दिक बधाई भन्छु।
उहाँहरूलाई विशेष बधाई दिन चाहन्छु। आज म चाहिँ यहाँ सत्यको खोजका लेखक जितेन्द्र रसिकको कृतिमाथि छोटो मन्तव्य समीक्षाको लागि उपस्थित भएको छु। सत्यमोहन अर्थात् सत्यले मोहनी लगाएको मान्छे, यही कृतिमाथि छोटो सेरोफेरोमा म उपस्थित भएको छु। नेपालमा थुप्रै इतिहास छन्, मल्लकालीन इतिहास छन्, शाहकालीन इतिहास छन्, तर मुलुकको इतिहास छैन। मेची महाकाली जोड्ने इतिहास छैन, नेपाली जोड्ने इतिहास छैन। नेपाल प्रज्ञा प्रतिष्ठानको 2026 सालमा गठित नयाँ प्राज्ञ परिषदको पहिलो बैठकमा सदस्य सूर्य विक्रम गेवालीले नवनियुक्त कुलपति केदारमान व्यथितलाई भनेका वाक्य हुन् यी: 26 सालमा एकाडेमीको नयाँ विधान बनेको पाइन्छ। त्यसअघि राजा कुलपति हुने चलन थियो। पहिलो पटक जनताको छोरो केदारमान व्यथित कुलपति बनेको अवस्था थियो। त्यो कुलपति व्यथितले भन्नुभएको थियो, प्राज्ञज्यूहरू म बिल्कुल नवीन छु, म काम गर्न खोज्दैछु, के गर्दा उपयुक्त हुन्छ सुझावको अपेक्षा गर्दछु। त्यसपछि गेवालीले यस्तो सुझाव दिएको सन्दर्भलाई शताब्दी पुरुष सत्यमोहन जोशीले यही पुस्तक सत्यको खोजमा साहित्य एवं सञ्चारकर्मी जितेन्द्र रसिकलाई बताएको कुरा मैले अगाडि उल्लेख गरेको हुँ। महात्मा गान्धीको इतिहास भनेकै आधुनिक भारतको इतिहास हो भन्ने चलन छ। त्यस्तै नेपाल भाषामा पनि दुर्गालाल श्रेष्ठको जीवनी भनेकै नेपालको भाषा जाति अधिकारको आन्दोलनको इतिहास हो। उहाँको जीवनी नै आन्दोलनको इतिहास हो र आन्दोलनको इतिहास भनेकै उहाँको जीवनी हो। यो कुरा अलि आर मानन्दजीले लेख्नुभएको यो पुस्तकमा दुर्गालाल श्रेष्ठजीको जीवनी पढ्दाखेरि उहाँको जीवनी मात्र होइन, त्यसको सँगसँगै नेपालमा सुरु भएको नेपाल भाषा आन्दोलन, भाषिक समानताको आन्दोलन, जातीय स्वायत्तताको आन्दोलन र जनजातीय आन्दोलनको इतिहास पनि हामी पछ्याउँदै आइरहेको देख्न सक्छौँ। तसर्थ यो पुस्तक पढ्दाखेरि हामीले दुर्गालाल श्रेष्ठको जीवनीको सँगसँगै त्यो कुराहरू पनि पढ्न सक्छौँ। पहिलोपटक यो चाहिँ यो गुरु के भन्छन् त्यो बियोग्राफमा चाहिँ निस्किएपछि मैले प्राप्त गरेपछि त्यो बियोग्राफ लिएर सर्कलमा गएँ। भाइदेव एउटा कुरा म सुनाइहाल्छु। अहिले उहाँका विद्यार्थीहरूमा हामी दुईजना छौँ, प्राध्यापक निर्मलमानतोल म यहाँ छौँ। त्यो सानो सन्दर्भ पनि म चाहिँ नै जोड्न चाहन्छु। अनि म चाहिँ नै धेरै नजिकको विद्यार्थी अङ्ग्रेजी विभागकै, अनि त्यो मनिस्क्रिप्ट लिएर सरको सिग्नेचर गराउनु गएँ। यही किताब त्यो मिमोग्राफमा थियो। त्यसरी त्यो अवस्थामा चाहिँ मिमोग्राफमा भए पनि सरले यो लेखेर अघि भाइ भनिसक्नुभयो, जोड्नुभयो, किन लेख्नुभयो भन्दाखेरि अनि त्यो तयार गर्नुभएको छ। यो त्यही नै हो। अनि यो चाहिँमा चाहिँ सही सिग्नेचर माग्न गएको। यहाँ लेखेको पनि छु, कतै मैले पहिला पनि लेखिसकेको छु यो विषयमा। उहाँको ओबिचुरीमा पनि सायद कहीँ लेखेँ। अनि त्यो लेख्ने सिलसिलामा सरले के भन्नुभयो भन्दाखेरि, शिक्षकको हिसाबले बोल्नुभयो, यो किताबले नेवार साहित्यको अहिलेसम्म नखुलेको पाटो, विभिन्न अघि भनिहाल्नु छरिएर बसेका छन्, धेरै स्कलरहरूले यसको अध्ययन गरे। उहाँको कृति मैले पढेको छु, उहाँसँग मैले रिसर्च गरेको छु। म साह्रै प्रभावित छु उहाँको स्टाइलदेखि, शैली देखेर। पक्कै पनि उहाँको पाठकहरू एकदमै सन्तुष्टि पाउनुहुनेछ भन्ने मलाई विश्वास छ। उहाँलाई मेरो शुभकामना पनि छ। सोङ्गुली सफु एजुकेसनल पब्लिसिङ हाउस पिकागो ख